गुड मर्निङ एभ्रिवान अनि नमस्ते सबैजनालाई। तपाईँहरू सबैजना कस्तो हुनुहुन्छ? अनि म पनि सन्चै छु। अनि मेरो आजको ब्लग के हुन्छ भने आज चाहिँ फेरि हामी घुम्न जाँदैछु। अनि घुम्नको लागि कहाँ जाँदैछु भन्दा चाहिँ म तपाईँहरूलाई त्यहीँ पुगेर देखाउने छु नि है। अनि म तपाईँलाई कहाँ कहाँ जान्छु है, के गर्छौँ हामी त्यहीँ पुगेर देखाउँछु। अहिले हामी घरबाट चाहिँ हिँडिसकेको छौँ है। अन्त कति 12:30 बजेको छ दिउँसोको। अन्त घरबाट निस्किसकेको छौँ। अन्त यहाँ हामी मेटली पुगेर बडीहरू पनि चढ्नु भयो गाडीमा। अन्त हामी चाहिँ अब जाँदैथ्यौँ है। अन्त हेर्दै गर्नु होला, स्टे ट्युन। फर्स्ट हामी गयौँ डामडिम गुम्बा है, एकछिन गुम्बा घुम्ने। अन्त त्यहाँबाट निस्केर चाहिँ त्यहाँदेखि हेरौँ फेरि कहाँ हुन्छ। अन्त गुम्बा चाहिँ यस्तो रहेछ, यो चाहिँ बाहिर। अब म फेरि भित्र जान्छु, भित्र गएर पनि तपाईँहरूलाई देखाउँदैछु। अनि यो भित्र चाहिँ यस्तो छ है, भिडियो चाहिँ गर्नु दिँदैन रहेछ, र पनि मैले चाहिँ अलिकति चाहिँ क्लिक गरेको थिएँ भिडियो है। अन्त अब हामी गुम्बाहरू घुमेर पनि निस्किँदैछौँ। अन्त एकछिन मात्रै घुम्यो नि त, एकछिन मात्रै बस्यो भित्र हामी, किनकि अब हामीलाई लेट हुन्छ नि त, किनकि घरबाट ढिलो निस्केको नि त। अन्त हामी यसरी घुमेर अब चाहिँ फर्किँदैछु गुम्बाबाट। अन्त अब फेरि हामी अरू जग्गा नि घुम्ने है। अन्त फेरि यहीँ मात्रै डोल्यो भने फेरि ढिलो हुन्छ नि त। अन्त अब हामी चाहिँ यहाँबाट निस्किसकेको छौँ। त्यहाँबाट चाहिँ हामी फेरि गजलडुबा आयौँ है। आज चाहिँ गजलडुबामा पुरा भिड रहेछ है। आज ईदको छुट्टीले गर्दा पनि होला, यति डरलाग्दो भिड थियो नि। तर अब खाली भन्दा त भिडमा मजा आउँछ नि त है। अन्त भिड थियो है। हामी चाहिँ यहाँ इन्जोय गरिरहेको थियौँ, मजा आइरहेको थियो है। अन्त हेर्दै गर्नु होला, अझ हामी कहाँ जान्छौँ, के गर्छौँ म तपाईँहरूलाई देखाउने छु नि। अब त्यति धेरै त अब मलाई पनि बोल्नु पनि आउँदैन। अन्त अब त्यस्तो आइडिया पनि छैन नि त भिडियोको, र पनि म जति सक्छु जस्तो सक्छु म त्यस्तो चाहिँ अलिअलि गर्छु है। हेर्दै गर्नुहोस्। मैले चाहिँ यहाँ मिठाईहरू खाँदै इन्जोय गरिरहेको थिएँ है। अनि अब हामी ब्रिजपट्टिबाट घुमेर आएर चाहिँ अब एकछिन यता झिलपट्टि आयौँ। अब एकछिन बोटिङ गर्ने भनेर चाहिँ अब यता आएको। अन्त कोही पनि मान्नु भएको थिएन क्या, मेरै जबरजस्तीले मात्रै अब सबैजना चढ्ने बोटमा भन्दै थियो। अन्त अब म चाहिँ चढेको थिइनँ नि त होइन। अन्त मलाई चाहिँ चढ्नु मन परिरहेको थियो। अन्त मैले सबैजनालाई चढौँ नि भनेर चाहिँ मेरै जबरजस्तीले चाहिँ अब सबैजना चढ्नु भन्नुभयो। अन्त हामी चाहिँ यहाँ बोटमा चढेर इन्जोय गरिरहेको थिएँ। अलिअलि डर पनि लाग्दै थियो, किनकि अब अलिकति पनि अब हल्लियो भने खोलामा लड्छु कि भनेर पनि डर लागिरहेको थियो अब। अनि हामीले यहाँको झिलको चाहिँ अब भ्यूहरू इन्जोय गरिरहेको थियौँ है। अन्त दामी देखिरहेको थियो, वेदर पनि दामी थियो आज है। अन्त अब हामी यहाँ बोटबाट चढेर पनि उत्रेर पनि यहाँ एक दुईवटा फोटोहरू क्लिक गर्नु हुँदै थियो सबैजनाले। अन्त म चाहिँ यसरी भिडियो गर्दै थिएँ। अन्त त्यहाँबाट पनि अब हामी निस्किसकेको छौँ। अन्त एकछिन यहाँ अब मार्केट पनि लाग्दो रहेछ नि त। अन्त म चाहिँ यो मार्केट पनि घुमेको थिइनँ कहिले पनि। अन्त एकछिन यहाँ मार्केट पस्यौँ है, तर उत्रिन क्या मार्केटमा। अन्त त्यही अब गाडीबाट हेऱ्यौँ, किनकि हामीलाई चाहिँ लेट हुन्छ नि त। अन्त यहाँ चाहिँ अब धेरै किसिमको क्या माछाहरू, अब कस्तो माछा खोज्नुहुन्छ सबै किसिमको माछाहरू पाइँदो रहेछ। अनि अब मार्केटहरू पनि घुमेर चाहिँ अब चाहिँ हामी त्यहाँबाट पनि निस्किसकेको छौँ। यो चाहिँ पुरानो ब्रिज है, गजलडुबाको पहिला चाहिँ यो ब्रिज छ, अहिले चाहिँ नयाँ ब्रिज पनि बनाएको छ। अन्त अब हामी यहाँबाट निस्किसकेको छौँ, किनकि 4 बजिसकेको छ, हामीलाई लेट हुन्छ नि त। फाइनली अब हामी बाख्राकोट पनि पसिसकेको छौँ। अब चाहिँ एकछिन बाख्राकोट पसेर उता लुप ब्रिज भन्छ नि, त्यसलाई के भन्छ, सेलरोटी ब्रिज पनि भन्छ, अनि स्नेक ब्रिज पनि भन्ने गरिन्छ। तर खास नाम चाहिँ अब लुप ब्रिज हो। लुप ब्रिजलाई चाहिँ मान्छेहरूले अब सेलरोटी ब्रिजहरू भनेर चाहिँ अब भनिने गरिन्छ। अन्त अब हामी चाहिँ लुप ब्रिजतर्फ लाग्यौँ। अन्त फाइनली अब हामी त्यहाँ पुग्यौँ है। म तपाईँहरूलाई बाटोहरू देखाउँछु, कस्तो दामी छ यहाँको बाटोहरू, कस्तो दामी बनाएको छ है। म तपाईँहरूलाई बाटोहरू देखाउने छु। अनि यो लुप ब्रिज चाहिँ अहिले चाहिँ अब धेरै ट्रेन्डिङमा छ, अनि धेरै फेमस पनि भइसकेको छ क्या। यो मतलब अब
यसरी घुमेको छ नि त ब्रिज, अब सेलरोटी जस्तो अब घुमेको छ। अन्त यो ब्रिज चाहिँ अहिले धेरै फेमस पनि भएको छ। यो ब्रिज हेर्नुको लागि मान्छेहरू कति टाढो टाढोबाट है गाडीहरू लिएर आउँछ, धेरै खर्च गरेर पनि आउने गरिन्छ। अन्त यो ब्रिज चाहिँ अहिले धेरै फेमस पनि भइसकेको छ क्या। अन्त हामी पनि आज यहाँ आयौँ, तर गाडीहरू त रोक्नु दिएन, जग्गा जग्गामा पुलिस थियो है। अन्त हामी पुलको लास्टसम्म माथिसम्म पुग्यौँ, तर हामीलाई फोटोहरू क्लिक गर्नु दिएन। त्यही भएर चाहिँ अब हामी चाहिँ फर्केको। अब त्यो गाडीबाटै अब बाटो हेऱ्यौँ है, अन्त चाहिँ अब हामी फर्किँदैछौँ। आज चाहिँ अब धेरै भिड पनि रहेछ यहाँ पनि। अब गजलडुब्बामा गयो, त्यहाँ पनि त्यत्तिकै भिड। अन्त यहाँ लुब्री चाहिँ यहाँ पनि त्यत्तिकै भिड रहेछ आज। अन्त अब आज त छुट्टीले गर्दा पनि होला है। अन्त अब पुलिसहरू पनि बसेको होला नि त, अब एक्सिडेन्टहरू हुने डरहरू हुन्छ है यस्तो भिडभाडमा। अब बाटो पनि त्यस्तो छ, त्यही भएर चाहिँ अन्त हामी चाहिँ अब तल आएर चाहिँ गाडी एकछिन रोकेको थियौँ। अन्त त्यही फोटोहरू एक दुईवटा खिच्यौँ। आज हामीले धेरै इन्जोय पनि गऱ्यौँ। एक दिनमा हामी 3वटा जग्गा पनि घुम्न पायौँ है। अन्त अब ढिलो पनि भयो, धेरै लेट भयो, 9हरू बज्नु आँटेको छ। अन्त अब खानासाना खाँदा ओर्दा है अब अलिकति लेट भयो है। अब चाहिँ हामी घरतर्फ लाग्दैछु है। अनि आजको लागि यति नै। अनि थ्याङ्क यू फर वाचिङ, बाई बाई।